हजुर म हाल गैडा 9 मा बस्छु। हजुर मेरो घर सुर्खेत 1 हजुर यो माइत बस्छु। हजुर मैले मेरो समस्या भन्नुपर्दा चाहिँ मेरो ब्लडहरू जाने, फोल पानीहरू जाने, टाउको दुख्ने जस्तो समस्या हुन्थ्यो। हजुर अनि यो खाएदेखि सप्लिमेन्ट यिनीहरू खाएदेखि यो प्रोडक्टहरू खाएदेखि अहिले मलाई आनन्द पनि भयो, राम्रो पनि भयो, रोकियो पनि। जस्तो चाहिँ अब हजुरको बिहा भएको कति वर्ष भयो होला? मेरो बिहा भएको त 10-11 वर्ष। अब यो हुँदाखेरि चाहिँ नानी जन्मेपछि मलाई त्यस्तो भएको थियो। दबाई गराएँ कति 3-4 वर्ष 4 वर्ष दबाई गराएँ, भएन। यो खाएको 1 वर्षमा सन्चो भयो। हजुर यहाँ चाहिँ यो तपाईँ प्रडक्ट खानुभयो चाहिँ खाँदाखेरि तपाईँको त्यो नानी हुनुहुन्छ? नानी छ। नानी भइसकेपछि भएको यो सब। नानी भइसकेपछि बल्ल हजुरले समस्या आयो? हजुर समस्या आयो। नानी 3-4 वर्षको पुगेपछि अनि 5 वर्षको पुगेपछि बल्ल यो खाएँ। नत्र 4 वर्षसम्म मैले क्लिनिकमै हस्पिटलहरूमै दबाई गराएँ। तपाईँ कुन ठाउँमा औषधि गराउनु भएको थियो? मैले लुम्बिनी अञ्चल अनि फेरि तिनौँ हस्पिटल बुटलमै अनि उहाँ भरतपुर क्यान्सर हस्पिटलमा है? हजुर। तपाईँले के क्यान्सर पनि देखाएको थियो त? क्यान्सर देखाएको चाहिँ थिएन, लक्षण चाहिँ देखाएको थियो। ब्लड क्यान्सरको लक्षण त्यो नानी जन्मेपछि ब्लड चढाएपछि ब्लड क्यान्सरको लक्षण देखाएको थियो। अनि त्यही खाएपछि अनि त्यहाँ गएँ अनि त्यहाँदेखि गएपछि इन्फेक्सन हो भन्नुभयो। अनि दबाई दबाई खाँदा ब्लड चेक गर्दा अनि ठिक त्यस्तो आएको चाहिँ थिएन। यो खाएपछि झन् राम्रो फाइदा भयो। तपाईँ चाहिँ थुप्रै ठाउँमा औषधि गराउनु भयो, त्यहाँदेखि रिजल्ट पाउनु भएन? रिजल्ट त पाइएन। खाँदा जरी ठिक भयो अनि फेरि खान छोडेपछि उस्तै हुन्थ्यो। खाँदाखेरि ठिक हुने भयो र छोडेपछि समस्या आउँथ्यो। र अनि हाम्रो चाहिँ हेल्दी लिभिङको बारेमा जब तपाईँले प्रडक्ट पाउनुभयो तपाईँले कसले बताएको त? मलाई पहिला सुरुमा दिदीले, मेरो दिदी आफै हुनुहुन्छ प्रतीक्षा नेपालीले भन्नुभयो। अनि त्यहाँ दिदीले भन्दा म जान बोलाइराख्ने, म जान नसक्ने गएँ। अनि यहाँ माइजू सुमित्रा भन्नुभयो, सुमित्रा थापा मेरो माइजू, उहाँले भन्नुभयो। अनि उहाँले भनेपछि ल आउनुभयो होला, आउनु नि त यसो भन्नुभयो। गएँ, मलाई नि बुझेँ, हजुरहरूले बुझाउनु भयो, बुझेँ, राम्रो लाग्यो। मैले ल्याएँ तुरुन्तै 5,000 कि 8,000को यस्तै कतिको ल्याएको थिएँ। त्यही खाएँ, एकदम राम्रो भयो मलाई। अनि धेरैलाई सल्लाह पनि दिएछु। मलाई जस्तै मेरो दिदी अरू जेठानी दिदीहरूलाई पनि भएको थियो, त्यो दिदीलाई नि भनेको। उहाँहरूले ल भन्नुभएको, तर गाउँघरमै अब धेरै फैलियो यो। त्यही भएर अब कोसँग गर्नु, तर मैले सबलाई जसलाई पनि सल्लाह चाहिँ यही दिन्छु। हजुर ल ठिक छ। अलि यता बाबु, यता फोटो फ्रेमको नानीको बाबु पनि यता हुनुहुन्छ है? हजुर। उहाँलाई समस्या हुँदाखेरि चाहिँ हाम्रो अहिले यही बाबु पाउनु भएको छ? हजुर। ल ठिक छ म्याडम, तपाईँको अब यही सुझाव सल्लाहले गर्दाखेरि अरूले पनि फाइदा हुन्छ भन्ने आश राखेको छु। त्यसको लागि हजुरले धेरै धेरै धन्यवाद कि हाम्रो यो हेल्दी लिभिङको संस्थालाई चाहिँ विश्वास गर्नुभयो र हामीमाथि विश्वास गर्नुभयो र तपाईँ युज गर्नुभयो, प्रयोग गरिसकेपछि तपाईँ रिजल्ट पनि पाउनुभयो। त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।